हेलो गाइज वेलकम ब्याक न्यू ब्लग्सको सबैजनाले स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आज हाम्रो यो ब्लग चाहिँ के को रहेको छ भने हामी चाहिँ चाउचाउ खान लागिरहेको छौँ होइन। रुममा आन्टीले मगाउनु भयो खाम न त भनेर खान लाएको। दसो त छ है यहाँ चाहिँ, दसो चौसो त टक्क ल्याइसक्यो हामीले होइन। अनि अब गएर खानुपर्छ। पुरै है कति बोकेर आएको छौँ हामी चाहिँ। अब गएर हामीले टक्क 4 जना बसेर चाहिँ खानुपर्ने हुन्छ। यता चाहिँ बहिनी बोइ देख्न सकिन्छ। अनि आन्टी खै आन्टी? अनि गाइस लास्ट गर्मी छ, त्यसकारण अब हामी यहाँ करी चाहिँ म टक्क डोसिसकेँ। अब बनाउनु पर्छ। आज हाम्रो आन्टी है, खास गरी आज आन्टीले खाम पनि चाउचाउ खानु लाग्छ। यसले कति प्लेयर आन्टी कति राम्रो देखिनु भयो यस्ता कसम भनेको। पानी उमाले जो के हो भिडियो यस्तो भयो तपाईँ यति राम्रो देखिनु भयो नि कसम। अब पानी उम्लिँदैछ हाम्रो, पानी हाल्नुपर्छ। अब यस्तो गरेर स्पेसली है गाजी चाउचाउ चाहिँ राखिसक्यो। अब दामी तरिकाले उम्लिन्छ है। त्यहाँ हुन्थ्यो नि सको छिटो हो नि। ए डसो चाउचाउको सुप है फर्स्ट वान। हाम्रो पारी बोइले चाउचाउ बान्नु भयो। चाउचाउ खाने त्यहाँ बहिनी लिडो खाँदैछन्। अब हामी चाहिँ टक्क खानुपर्छ गाइज पिरो चाउचाउ। चमच कहाँ हाल्यो तिमीले? पिरो चाउचाउ खाँदै गाइज। पिरो चाउचाउको रियाक्सन के हुँदैछ भने हाम्रो यहाँ बोइलाई पानी तिर्खा लागिसक्यो। अब अनि त्यही हो खानुपर्ने हुन्छ। यता हो कि यता खाऊ के अङ्कल?
Asino pa ka. Ultilo ba namin yun? मलाई खाए जस्तै भयो बहिनी चाहिँ पिरो नदिने बही कति पिरो यस्तो यस्तो गर्नु एकचोटि एकदम राम्रो छ भन्नुहोस् न एकदम बेस्ट आन्टी खाने पिरो पानी 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 पिरो पिरो चौ चौ तर खाना सक्नु पर्यो नि त्यो फेरि म सक्दिनँ सो त्यही हो गाइस हामी चाउचाउ खाएर पनि सकिसक्यो होइन अब हामी चाहिँ पढ्नुपर्छ किनभने भोलिदेखि इक्जाम छ नि त इक्जाम भएको पनि आज 3 भयो 3 दिन भइसक्यो इक्जाम के कस्तो भयो त थाहा छैन होइन ब्याक चाहिँ लागिहाल्छ तर थाहा छैन भ्लग चाहिँ के कस्तो लाग्यो हेर्नु भयो होला पक्कै पनि होइन नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु अनि पुरानो हुन्छ भने लाइक कमेन्ट गरिदिनु है सेयर गरिदिनु है गाइस ल